नमस्कार हजुर। नमस्कार नमस्कार। नातिनुस् म त बोका हेर्न आएको हजुर। अनि मलाई चाहिँ किन हेरिरहनु भएको त हजुर? यो त बोका हेरौँ न हजुर, बोका। यो चाहिँ नेपालको अर्ग्यानिक गगनु बोका हजुर। अनि हामीसँग त अन्तर्राष्ट्रिय बोकाहरू पनि छन् नि। यो चाहिँ अमेरिकाको टम्पू बोका हजुर, टम्पू बोका। अनि यो चाहिँ कुरा गर्नुहुन्छ भने चाइनाको छिङछ्याङ बोका। अनि यो चाहिँ यस्तो राम्रो प्रजातिको हो नि, यसको मासु खाएर लुस्नु खुट्टा यस्तो लुस्नु मजा आउँछ नि। यसको ढुङ्गाको सुगर छ नि। ए बोका त ठ्याक्कै हजुर जस्तो रहेछन् नि। हजुर जस्तो हिष्टपुष्ट क्या। त्यो चाहिँ हो हजुर। अनि कुन चाहिँ लानुहुन्छ त हजुरले? दसैँमा खसी। ठिक छ। अनि यिनी बोकाहरूको दाम चाहिँ कति राख्नु भएको नि? दाम धेरै महँगो छैन नि हजुर। फेरि तपाईँ आफ्नै जस्तै मान्छे हुनुहुन्छ। बोकाहरूको कुरा गर्दाखेरि चाहिँ मिनिमम 50,000 सुरु छ हजुर। 50,000? बरु हजुरलाई भनेर हजुर 49,999 मिलाइदिन्छु हजुर। ए हेर्नु न हजुर, हाम्रो घरमा अब कसैले बोकाको मासु खाँदैनन्। म एक्लैले यत्रो के खानु? बरु त्यहाँ तल पसलमा ब्रोइलर कुखुराको मासु पाइन्छ। म त त्यसैले दसैँ मनाउनु पर्ला जस्तो लाग्यो। अब कसैले खाँदैन। ल हजुर